हेलो गाइजहरू सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। म आज पनेश्वर सामुदायिक वनमा घुमफिर जङ्गल हेर्न आएको थिएँ। त्यसै कारण आज एउटा यसो भिडियो बनाऊँ भनेर धेरै पछि भिडियो बनाउँदैछु। हेर्न सक्नुहुन्छ यहाँ रोपेको बिरुवाहरू यत्रा भइसके। अहिले जोस ओइल फर्स्ट आएका छन् भनौँ। धेरै पहिल्यैदेखि रोप्न त रोप्यौँ तर रोपे पनि भएनन्। अहिले चाहिँ 1-2 वर्ष साल भयो रोप्या। जोस अहिले राम्रै भएका छन्। योभन्दा पहिलाको समितिहरूले धेरै प्रयास गर्नु तर जोगाउन सक्नु भएन। अहिले चाहिँ हामीले काँडाको बाँसहरू सब ल्याएर बेर र बार गरेर यस्तरी हुर्कायौँ भने नि पुरै छोडिदिनुहोस्। हामी सब उपभोक्ता सब मिलेर हुन्छ। तर अहिले चाहिँ जोस भइरहेको छ। अब प्रगति केही हेर्न सक्नुहुन्छ। यस्तो चाहिँ यस्तरी अब कोही त धेरै फर्स्ट आएको छैन। किन हो कि अब गोरमेल पनि धेरै भएन। अब झार भयो गोरमेल गरेर हल्का मलसल हालिदिएको भए त बढ्थ्यो होला। मलसल पनि पाएन। त्यही कारणले पनि धेरै फर्स्ट आउन सकेन। यी मसला यस्तो छ हेर्न सक्नुहुन्छ। जोस ठिकै छन् त। यहाँनिर अलि मलिलो माटो भएर होला। उतातिर रुखको तप्कानेले पनि छैनन्। साना छन् बढ्या छैनन्। यहाँनिर चाहिँ जोस बढ्या छन् भनौँ। उता पर टङ्की देख्नु त परतिर पनि खासै बढ्या छैनन्। त्यो माटो मलिलो नभएर होला। यहाँनिर चाहिँ माटो मलिलो टक्कको माटो कालो भएर होला। रुख पनि फर्स्ट आएछन्। रुखलाई पनि बिरुवालाई पनि लास्टै मिहिनेत गर्नुपर्ने रहेछ। बच्चा हुर्काए भन्दा पनि धेरै मिहिनेत गरेपछि छिटो फर्स्ट आउने रहेछ। जोस गाह्रै हुन्छ हुन त तर भए पनि यसलाई तारजाली लगाएर रोप्ने गोरमेल गरिदिने हो भने जोस त्यस्तो खासै त हुँदैन रहेछ। हेर्न सक्नुहुन्छ। यत्रो भइसक्यो। हेर्न सक्नुहुन्छ। सबै दर्शकहरूले हेर्न सक्नुहुन्छ। सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। सबैजनाले जस्तै हुन्छ जस्तै भए पनि गरिदिनु होला भन्न हजुरलाई रिक्वेस्ट गरे। लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छ। हस्त नमस्ते सबैजनालाई। बाई बाई।